जन्मदिन हरेक व्यक्तिको जीवनमा एउटा विशेष र महत्त्वपूर्ण दिन हो। मेरो लागि पनि यो दिन निकै खुसी र उत्साहका साथ बित्यो। यस दिनले मलाई जीवनका अर्को नयाँ वर्षमा प्रवेश गरेको अनुभूति गरायो र पुराना सम्झनाहरूलाई ताजा बनाएको छ। मेरो जन्मदिनको बिहानैदेखि नै म निकै उत्साहित थिएँ। परिवारका सदस्यहरूले मलाई शुभकामना दिएर दिनको सुरुवातलाई अझ रमाइलो बनाइदिएका छन्। आमा बुवाको आशीर्वाद र उनीहरूको माया मेरो लागि सबैभन्दा ठुलो उपहार बन्यो। त्यसपछि साथीभाइहरूबाट फोन, सन्देश र सामाजिक सञ्जाल मार्फत आएका शुभकामनाहरूले मेरो मन झन खुसीले भरियो। दिउँसो र बेलुका साथीभाइहरूसँग सानो जमघट भयो। हामीले सँगै केक काट्यौँ, हाँस्यौँ, खुसी साट्यौँ र रमाइलो गऱ्यौँ। त्यो क्षण निकै विशेष र सम्झनायोग्य बन्यो। सबैले देखाएका माया, साथ र आत्मीयताले मेरो मन अत्यन्त स्पर्श गरायो। यस दिन मलाई खुसी मात्र दिएन, तर जीवनप्रति नयाँ ऊर्जा र प्रेरणा पनि दिएको छ। मैले आफ्नो विगतलाई सम्झेर भविष्यका लागि नयाँ लक्ष्यहरू तय